हामी त्यसको जवाब दिन्छौँ। वडा अध्यक्ष कहाँ छ झिकेर ल्यायो भने हामी जवाब दिन सक्दैनौँ। उहाँ व्यक्तिगत हिसाबले कहाँ जानुभयो के जानुभयो हामीलाई थाहा हुँदैन। हेर्नु अरू चिज भन्नु होला तपाईँहरूलाई केही भयो भने राज्यमा कानुन छ केही छ कानुनसम्म चल्नुहोस् न हजुरहरू। अब आज भेटिएन भने हाम्रो के सम्बन्ध हुन्छ? घरबेटीले तपाईँको बरन्डा भत्काएर आइज हामी कर लिन्छौँ भने एउटा चिज होइन मेरो कुरा सुन्नु सबै कुरा काट्दिएँ कम्ती गल्ली यता सुन्नुहोस् तपाईँले वडा कार्यालय बोलाउनुहोस् न वडा अध्यक्षले बोलाउनुहोस् भनेर वडा अध्यक्ष कहाँ जानुभयो हामीलाई भनेर जानुहुन्न। एउटा कुरा सुन्नुहोस् हो उहाँ कार्यालय समयमा तपाईँको चाहिँ कार्य समयमा वडामा हुनुहुन्थ्यो निस्किनु भयो। अब तपाईँको महानगर जानुभयो कहाँ जानुभयो हामीलाई थाहा छैन। कस्तो फोन गर्नु भनेको तपाईँको नै अधिकार हो। तपाईँको वडा अध्यक्ष होइन भोलि केही चिज भइहाल्यो भने राज्यमा कानुन पनि छ समय पनि छ। तिमीहरूले कहाँ लगाएर राखिदियो तिमीहरूले झिकाऊ भनेर हामीले लिएर गएर लुकाएर राखेको पनि होइन लुकाउने चिज पनि होइन। वडा अध्यक्ष भनेको हजुरहरूको पनि वडा अध्यक्ष हाम्रो पनि वडा अध्यक्ष हो। कार्यालयमा हामी जनप्रतिनिधि हौँ हामी समयमा छौँ कार्यालयमा छौँ। अरू केही चिज हामीबाट हुने चिज रोकियो केही भयो भने हामीलाई भन्नुहोस्। आफ्नो सडोर अगाडि मजाले राख्न पाइन्छ बाटो पनि हाल्न पाइन्छ। बस्नुहोस् बस्ने उता बस्नुहोस् होइन मुर्दाबाद भनेर चाहिँ यो चाहिँ कारबाही गरेर चाहिँ भनियो हामीले होइन। तर जडे अध्यक्ष भनेर त्यसरी आरोप चाहिँ त्यो पुष्टि नभएको कुरा म भन्न चाहन्न होइन। उहाँले जाड खानु भएको छैन चाहिँ त्यो चाहिँ पुष्टि छैन। तर त्यो हरकतले गर्दा चाहिँ खानुभएको भन्ने मेरो अनुमान चाहिँ गर्नुभयो होला साथीहरूले। त्यति मलाई चाहिँ त्यसरी खाएको भन्ने चाहिँ ट्याक्राकै चाहिँ भनौँ न अब यो चाहिँ कन्फर्मका साथ म भन्न सक्दिनँ। तर यहाँ चाहिँ साथीहरूले के भन्नुभएको छ भने उहाँले खानुभएको छैन भने आउनुहोस् अगाडि भनेर साथीहरूले चाहिँ राख्नु भएको छ। वडा कार्यालय अगाडि बसेर नाराबाजी गरिरहनु भएको छ जडिया अध्यक्ष मैले देखेँ। अनि त्यो देखेपछि म चाहिँ छुट्याउनु जानुपर्छ भनेर म गएको। अनि नगर प्रहरीले आफैले चाहिँ छुट्याएर अनि वडा अध्यक्षलाई लिएर जानु भएको त्यति नै हो। धन्यवाद। झापड हान्नुभएको कि मुक्का हान्नुभएको? झापड हान्नुभएको। झापड कतिपटक हान्नु? एकपटक मात्रै मैले दुईपटक देखेन मैले एकपटक देखेको। जस्तो अहिले तपाईँहरूले नाराबाजीमा के गरिरहनु भएको छ भने जडिया अध्यक्ष मुर्दाबाद भनेर भनिरहनु भएको छ। अघि तपाईँहरूले नै भन्नुभएको थियो तपाईँ पनि हुनुहुन्थ्यो त्यहाँ। तपाईँहरूले के भन्नुभयो भने रक्सी खाएर आयो वडा अध्यक्ष भनेर भनिरहनु भएको थियो। यस्तो आरोप किन लगाउनु भएको छ तपाईँहरू देख्नु भएको थियो आज? यो चाहिँ अब साथीहरूले आवेशमा के भन्नुभएको छ त्यो त म जान्न। अनि त्यो सामान त्यो जुन साङ्ग्रो बाटो छ हाम्रो पन्थी गल्ली छेरी ठाउँमा साङ्ग्रो बाटो छ त्यहाँनिर
ल्याएर राखेछ, ग्राहकले राखेको रहेछ। उहाँ व्यापारी आफूले राख्नु भएको होइन, ग्राहकले ल्याएर राख्नु भएछ र नगर प्रहरी आएर त्यो उठाएर लिएर हिँड्नु भएछ। त्यसपछि जो पसलको ओनर हुनुहुन्थ्यो, जो पसलको साउ हुनुहुन्थ्यो, उहाँ चाहिँ दौडिँदै आएर मेरो पसल अगाडि आइपुगेपछि उहाँले चाहिँ नगर प्रहरीलाई के भन्नुभयो भने मेरो यो ग्राहकको सामान हो, त मैले सामान राखेको छैन, दिनभरि मेरो यहाँ सामान छैन, त्यो सामान चाहिँ तपाईँले दिनुहोस्, फिर्ता दिनुहोस् भनेर पहिला प्रहरीलाई अनुरोध गर्नुभयो। अनि त्यो अनुरोध उहाँ प्रहरीहरूले सुन्नु भएन। नसुनेपछि फेरि तपाईँको वडाध्यक्ष पनि त्यही हुनुहुँदो रहेछ। वडाध्यक्ष आउनुभयो, उहाँले चाहिँ के भन्नुभयो उहाँ व्यापारीलाई त्यो मैले सुनिनँ, तर चाहिँ व्यापारीले चाहिँ तपाईँहरूको मात्रै नियम हुन्छ, यहाँ ग्राहकको पनि हुँदैन, ग्राहकको पनि चाहिँ के अरे राइट हुँदैन, यहाँनिर तपाईँहरूले यसरी चाहिँ लानु मिल्दैन, ग्राहकको सामान हो, फिर्ता दिनुहोस् भनेर भन्नुभयो। त्यो भनिरहँदाखेरि थोरै चाहिँ बाजाबाज भएको थियो मेरो पसल अगाडि। अनि वडाध्यक्षले चाहिँ हात